नमस्कार, न्याय र समानता कार्यक्रमको नयाँ अङ्कमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दिपेश दाहाल। यो कार्यक्रम बागमती प्रदेशको मुख्य न्याय अधिवक्ता कार्यालयसँगको सहकार्यमा नेशनल गोल्ड टेलिभिजनले तयार पारेको साप्ताहिक टेलिभिजन कार्यक्रम हो। यो कार्यक्रम जनताको कानुनी जटिलताको समाधानार्थ सुरु गरिएको टेलिभिजन कार्यक्रम हो। बागमती प्रदेश सरकार कानुन निर्माणको सन्दर्भमा कहाँ पुग्यो, आज यही विषय र पेरिफेरीमा रहेर कार्यक्रम तयार पारेका छौं। बागमती प्रदेश सरकारको स्थापना भए पश्चात प्रदेश सरकारले कानुन निर्माण गर्नुपर्ने 90 कानुन मध्ये 66 वटा कानुन निर्माण र विभिन्न कानुनहरू संशोधन समेत गरिसकेको छ। जनमुखी कानुन निर्माण भएन, जनताको आकांक्षा पूरा गर्नका लागि सरकार उदासीन बन्यो भन्ने खालका सवाल उठिरहेको समयमा बागमती प्रदेश सरकार प्रदेशका जनताको हक हितका लागि काम गरिरहेको बताउँछ। नेपालको संविधान बमोजिम राज्य सञ्चालन संघ, प्रदेश र स्थानीय तहबाट हुने गरी राज्य शक्तिको बाँडफाँड भए अनुसार राज्यको पुनर्संरचना पश्चात हाल 753 स्थानीय तह, 7 प्रदेश र संघ रहेका छन्। नेपाल सरकारको मिति 2074 माघ 10 गतेको निर्णय अनुसार यस बागमतीमा मन्त्रालयहरू स्थापना भई कार्य सञ्चालन गर्ने मध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि एक हो। यस मन्त्रालयको कार्यक्षेत्र मुख्यतया शान्ति, सुरक्षा, सूचना तथा सञ्चार र प्रदेश स्तरका कानुनको तर्जुमा गर्ने रहेको छ। शान्ति, सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीव, धन र स्वतन्त्रताको संरक्षण गर्दै समग्र प्रदेशको शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने, नेपालको संविधानद्वारा प्रत्याभूत जनताको अभिव्यक्ति स्वतन्त्रता र सुसूचित हुन पाउने मौलिक हकको संरक्षण र सम्वर्धन गर्ने, पारदर्शिता तथा सुशासनका लागि सूचना प्रविधि मैत्री शासन व्यवस्था सञ्चालन गर्ने तथा प्रदेशका लागि आवश्यक पर्ने कानुनको तर्जुमा, समसामयिक संशोधन, फैसला कार्यान्वयन गराई वास्तविक न्याय प्रदान गरी कानुनी राज्यको स्थापना गर्ने कार्यमा सहयोग पुर्याउने यस मन्त्रालयका मूलभूत उद्देश्य रहेका छन्। आजको कार्यक्रममा हामी बागमती प्रदेश सरकारले कानुन निर्माणको सम्बन्धमा के गरिरहेको छ कुराकानी गर्छौं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालसँग। मन्त्रीज्यू नमस्ते, स्वागत छ यहाँलाई। धन्यवाद। आराम हुनुहुन्छ? ठिक छ। बागमती प्रदेश सरकार कानुन निर्माणको सम्बन्धमा के गर्दैछ? अब यो चाहिँ खास गरी यो नयाँ संरचना भयो। नयाँ संरचना भएको हुनाले सबै नयाँ कानुनहरू बनाउनु पर्ने, नयाँ कार्यविधिहरू बनाउनु पर्ने, नयाँ ऐनहरू बनाउनु पर्ने, हैन, यी सबै कुरामा स्थापना कालदेखि नै लागेकै छ। अहिलेसम्म हामीले चाहिँ नि 79 वटा हामीले बनाउनु पर्ने 79 वटा लगभग कानुन हो, ऐनहरू हुन्। अहिलेको यो 4 वर्षको अवधिमा अहिलेसम्म 61 वटा कानुन बनेका छन्। कतिपय संशोधन पनि भएका छन्। कतिपय ऐन कानुनहरू चाहिँ नि संसदमा प्रवेश सचिवालयमा दर्ता भएको छ। अब संसद चलेपछि, संसद चाहिँ नि सुचारू भएपछि त्यसमा प्रक्रियागत छलफल भएर त्यसलाई पारित गरेर चाहिँ नि अगाडि बढ्छ। हामीले चाहिँ अब चाहिँ अनुभवको आधारमा, अहिलेसम्मको हाम्रो अनुभवको आधारमा जुन जुन कुराले हामीलाई अड्किएको छ त्यसलाई चाहिँ छिटो चाहिँ सदनमा लाने यो गरेका छौँ। यसको मतलब अरू ऐन कानुनहरू चाहिँ हामीले चाहिँदैन भने त्यस्तो होइन। यो प्रक्रियागत भएको हुनाले हामीले चाहिँ क्रमशः गर्दै गएका छौँ। अझै पनि कतिपय ऐन कानुनहरू समयमा बन्न नसक्दाखेरि काम कारबाहीमा बाधा पनि भएका छन्, तर हामी त्यसलाई चाहिँ रफ्तारमा लाने तयारीमा छौँ। प्रदेश सरकारको कानुनी सल्लाहकारको रूपमा मुख्य न्याय अधिवक्ताको कार्यालयको पनि स्थापना भएको छ प्रदेशमा। यो कानुन निर्माण गर्दा होस् या अन्य कुराहरूमा कानुनको रूपमा चाहिँ मुख्य न्याय अधिवक्ताको कार्यालयले प्रदेश सरकारलाई कसरी सहयोग गर्छ? मैले अझ भन्न खोजेको चाहिँ मुख्यमन्त्रीको कार्यालय अथवा प्रदेश सरकारसँग मुख्य न्याय अधिवक्ताको कार्यालयको सम्बन्ध कस्तो हुन्छ? अनि त्यो त समुद्र हुनु पर्यो, त्यसमा त दुई मात्रै रहेन। खास गरी प्रदेश सरकारले आफ्ना काम कारबाहीलाई गतिविधिहरू अगाडि बढाउँदाखेरि आउने कानुनी जटिलताहरू जुन छन् त्यसलाई फुकाउने काम चाहिँ मुख्य न्याय अधिवक्ताले चाहिँ नि गर्ने हो। अब त्यसमा केही झैझमेला हुन्छन्, मुद्दा मामिला पनि पर्न सक्छ, त्यसमा कानुनी पैरवी बहस गर्ने हो।
र कानुनमा अप्ठ्यारो पऱ्यो भने त फुकाइदिने काम गर्छ र काम गर्नलाई चाहिँ सहजता सरकारलाई सहजता प्रदान गर्ने काम गर्छ र त्यो भइराखेकै छ। कानुनहरू बन्ने गर्छन्, सरकारले कानुनहरू निर्माण गर्छ। हामीले एक कार्यक्रम चलाउँदाखेरि कार्यक्रमको दौरानमा जनताले प्रत्यक्ष रूपमा अनुभूत गर्न पाउने खालका कानुनहरू निर्माण भएन भन्ने खालको कुराहरू चाहिँ अलिक दूरदराजको जनताहरूले गर्नुहुन्छ। के भन्नुहुन्छ मन्त्रीज्यू? कानुन बनेपछि त सबैलाई बराबर लागु हुन्छ। पहुँचको अभावका कारणले समयमा त्यहाँ चाहिँ नपुग्दाको कारणले सञ्चार नपुग्दाको कारणले यो आन्तरिक मामला मन्त्रालयबाट चाहिँ कानुन पास गरिसकेपछि राजपत्र प्रकाशित हुन्छ। राजपत्र चाहिँ समयमा सम्बन्धित निकायमा पुग्न नसक्दा त्यसबारेमा जनताको पहुँच नहुँदा राजपत्र भनेकै के हो भन्ने कुरा चाहिँ नबुझ्दा यस्ता जटिलताहरू आउँछन्। हामीले चाहिँ अब कानुनको हकमा सबै बराबरी हो जनता। यो कानुन ऐनमा यो कानुन पास भएको छ, यो नियम पास भएको छ भन्ने कुरा चाहिँ सबैले जानेको हुनुपर्छ भन्ने सरकारको चाहिँ बुझाइ हो। जनताले कसैले पनि यो कानुन मलाई थाहा छैन, मैले बुझाएको छैन, त्यसैले कानुन नबुझेर यो काम गरेको भन्न पाइँदैन कानुनको नजरमा, होइन। तर त्यसलाई सचेत बनाउने काम त राज्यको हो। त्यसमा हाम्रो चाहिँ अलिकति त्यसमा चाहिँ ध्यान पुगेको छैन। त्यसो भएको हुनाले खास गरी अहिले विभिन्न ठाउँमा सेक्टर वाइज हामीले चाहिँ कानुनको सन्दर्भमा चाहिँ नै जानकारी गराउने गोष्ठीहरू गर्ने काम गरेका छौँ। त्यसको जानकारी गराउने काम गरेका छौँ र अहिले हाम्रो 119वटा पालिका छ। 119वटा पालिकामा सबै ठाउँमा कानुनी सहजकर्ता भनेर पनि यो बागमती प्रदेश सरकारले राखेको छ। कानुनी सहजकर्ताको काम के हो, जनतासँग उसले कसरी डिल गर्ने, कानुनको चाहिँ को बारेमा जनतालाई कसरी चाहिँ बुझाउने, कसरी सचेत गराउने भन्ने बारेमा हामीले तालिमहरू दिइराखेका छौँ। र चाहिँ यसको चाहिँ र त्यो कानुन बुझेपछि चाहिँ नि त्यो पहुँच गर्ने कुरा, प्रतिनिधित्व हुने कुरा त्यो स्वाभाविक हुन्छ। त्यो अभाव खड्केको छ, त्यो मलाई पनि त्यो महसुस छ। भनेको मतलब अब प्रदेश सरकारले जस्तो सुकै ठाउँका जनताका लागि, प्रदेशभित्रका जनताका लागि सचेत बनाउने काम गरिराखेको छ। जस्तो अर्को पनि गुनासो आउने गरेको छ मन्त्रीज्यू, जस्तो प्रदेश भनौँ स्थानीय सरकार बन्यो, प्रदेश सरकार बन्यो, प्रदेश सरकारका चाहिँ संरचनाहरू बन्दै गएका छन्। यी संरचनाहरू चाहिँ अपाङ्ग मैत्री भएनन्, अपाङ्गको न्यायमा पहुँच पुर्याउनका लागि प्रदेश सरकार लागि परेन भन्ने खालका कुराहरू पनि आउँछ। यस्तो छ, अब हामीले चाहिँ अपाङ्ग बालबालिका अथवा समाजबाट पछाडि पारिएका, हेपिएका, थिचिएका सबै वर्ग तह तबकाका जनतालाई राज्यको मूल दायरामा ल्याउने कुरा, मूल स्कुलमा ल्याउने कुरा त्यो राज्यको काम हो, त्यो गर्छ। त्यो अनुसार ऐन कानुनहरू चाहिँ बनेका छन्। जहाँसम्म कार्यान्वयनको पाटो छ, अब यो खास गरी पहिलो कुरा त हामी संहितामा गएको भर्खर 4 वर्ष भयो। हाम्रा अनुभव संरचना तयार हुँदैछन्, हाम्रो अनुभवका कमी छन्। तपाईँले चाहिँ सङ्घीय सरकारसँग दाँजेर, स्थानीय तहको सरकारसँग दाँजेर यो हुँदैन। स्थानीय सरकारको पनि लामो अवधि छ, उसको इतिहास छ। सङ्घीय सरकारको पनि लामो इतिहास छ, अनुभवहरू छन्। यो नयाँ संरचना भएको हुनाले यसका चाहिँ यो त नयाँ प्रयोग हो। त्यसो भएको हुनाले चाहिँ नि कतिपय कमी कमजोर रहेका होलान्, त्यसलाई हामी सच्याउने क्रममा पनि हामी छौँ। र हामीले चाहिँ नियम कानुनहरू बनाएर चाहिँ निर्देशन गर्ने हो, तल चाहिँ नि एउटा प्रक्रिया मार्फत चाहिँ जारी गर्ने हो, हामीले निर्देशन गर्ने हो। यी सबै काम हामीले गरिराखेका छौँ र त्यो प्रक्रियागत अवस्थामा छन्। त्यस कारणले अपाङ्ग जस्तो अपाङ्ग मैत्री हस्पिटल बनाउनु पर्ने, अपाङ्ग मैत्री सरकारी कार्यालयहरू हुनुपर्ने अथवा सार्वजनिक निकायहरू अपाङ्ग मैत्री हुनुपर्ने, अब शौचालयहरू अपाङ्ग मैत्री हुनुपर्ने, किनकि सबैको आवश्यकता छ नि यो देशमा। त उसले त्यहाँ पुग्नुपर्छ, उसको कुरा चाहिँ आफूले ठाउँमा गएर भन्न सक्नुपर्छ, होइन। जस्तो यही मन्त्रालयमा तपाईँ आएर मसँग अन्तर्वार्ता लिइरहनु भएको छ। हामीले अहिलेसम्म पनि चाहिँ नि अपाङ्ग मैत्री यो भवन बनाउन सकिरहेका छैनौँ। यो पुरानो भवन हो र यसलाई हामीले चाहिँ मन्त्रालयले प्रयोग गरेको हो। अब यहाँ चाहिँ म मन्त्रीलाई नै भेट्छु भनेर चाहिँ नि कुनै अपाङ्ग यहाँ प्रवेश गर्नुमा यहाँ उहाँको आउन सक्नुहुन्न,
त्यसको लागि केही न केही सहारा लिनुपर्छ। कतिपय अपाङ्गलाई ल्याउन पनि सकिँदैन होइन, छ। त्यस कारणले हामीले त्यसलाई चाहिँ कसरी यो चाहिँ पुरानो भवनलाई पनि पुरानो परिवेशले कसरी चाहिँ सहजता दिने भन्ने कुरामा हामी सोचिरहेका छौँ। र खास गरी अब त्यस्तो अवस्थामा आउँदाखेरि चाहिँ तल जहाँ उहाँहरू आइपुग्न सक्नुहुन्छ, पहुँच राख्नुहुन्छ, त्यहीँ नै पुगेर हामी नै पुगेर उहाँहरूको कुरा सुन्ने, उहाँको समस्याको समाधान गर्नलाई प्रयत्न गर्ने यो काम चाहिँ हामीले गरिराखेका छौँ। जस्तो संरचनाका कुराहरू पुरानो संरचना भयो, यी कुराहरूमा अपाङ्ग मान्छे बनाउन सकेन अथवा व्हिल चेयर हिँडाउन ठाउँ समेत बनाउन सकेन। तर सरकारी कार्यालय, मन्त्रालय जो चाहिँ नागरिकसँग पहुँच भएका कार्यालयहरूमा एउटा दोभाषीकोसम्म व्यवस्था गरेको छैन नि। अब यसबारेमा चाहिँ अब मैले तपाईँहरूलाई चाहिँ धन्यवाद दिनुपर्छ पत्रकार दाइ। खास गरी अहिले समाचार चाहिँ यो टेलिभिजनमा चाहिँ समाचार चाहिँ आउँदाखेरि दोभाषीको प्रयोग गरेर त्यो प्रचलन चाहिँ सुरु भएको छ। कतिपय चाहिँ नि सङ्घ संस्थाले गरेको कार्यक्रमहरू दोभाषी राख्ने चलन चलेको छ। तर अहिले त्यो चाहिँ प्रयोग हामीले गर्न सकेका छैन। अब त्यसको लागि चाहिँ नि अब अहिले हाम्रो त ध्यान गएको छ। तपाईँले ताकेता गरिदिनु भयो, तपाईँलाई धन्यवाद छ है। नेसनल बोर्डलाई धन्यवाद छ, तपाईँलाई धन्यवाद छ। यसलाई मैले चाहिँ नि त्यसमा ध्यान दिनु पऱ्यो, अहिले पुगेन केही भन्ने कुरा जुन सुझावको रूपमा मैले लिएको छु, त्यसलाई कारण कसरी गर्न सकिन्छ भन्ने बारेमा अवगत दिनुमा ध्यान पुग्छ। मन्त्रीज्यू, अर्को पनि समस्या, जसरी हामीले एउटा कार्यक्रम प्रसारण गऱ्यौँ यही न्यायमा समानता, यो कार्यक्रम प्रसारण गर्दा एउटा दूरदराजको ठाउँबाट एकजनाले हामीलाई सुझाव दिनुभएको थियो, भन्नुभएको थियो, क्वेसन सोधिदिनु भन्नुभएको थियो। जस्तो विविध कारणले नागरिकता नपाउने समस्याहरू जो अलिकति ग्रामीण ठाउँमा अलिकति विशेष गरी पिछडिएको वर्गलाई त्यो समस्याहरू रहेछ, यसका लागि पनि मन्त्रालयले के गरिरहेको छ? खास गरी अब हामी यस्तो प्रदेशमा छौँ, राजधानी प्रदेश, सङ्घीय राजधानी प्रदेश पनि यहीँ छ। अहिलेको पछिल्लो प्रविधि प्रयोग गर्ने 22औं शताब्दीको चाहिँ प्रविधि प्रयोग गर्ने, यो पछिल्लो प्रविधि प्रयोग गर्ने जनता पनि यही छन्। त्यो प्रविधि देख्दै नदेख्ने जनता पनि यही छन्। र हामी तपाईँ अहिले जुन ठाउँमा लिएर मसँग चाहिँ नि हामी छलफल गरिराखेका छौँ, अब हेटौँडा जस्तो एउटा राजधानी रहन उपयुक्त ठाउँ पनि यो मकवानपुर जिल्लामा छ। र अत्यन्तै न्यून चेतना भएको चेपाङ समुदाय, वनकरीय समुदाय जो अहिले पनि वनमा गोडामा बढ्न विवश छ हरेक हिसाबले, त्यो पनि यही छ। त्यस कारणले यस्ता असन्तुलनहरू भूगोलको हिसाबले, जातीय हिसाबले अनि हरेक हिसाबले त्यो छ। हाम्रै प्रदेशमा अब धादिङ जिल्लाको रुबी भ्याली जस्तो पनि ठाउँ छ, अहिलेसम्म मोटर बाटो पुगेको छैन। अहिलेसम्म चाहिँ नि त्यहाँ हरेक हिसाबले चाहिँ त्यो पिछडिएको छ। अब सिन्धुपाल्चोक जिल्लाको चाहिँ नि अब थाङपाल भन्ने ठाउँ पनि चाहिँ नि यही प्रदेशमा पर्छ। यस्ता रसुवाका अनेक ठाउँहरू होलान्, यो दोलखाको चाहिँ नि ठाउँहरू होलान्, यस्ता अनेकौँ ठाउँहरू छन्। तर त्यो ठाउँलाई चाहिँ कसरी त पुर्याउनु त भन्दा पहिलो कुरो त सडक सञ्जाल नै रहेछ। सडक सञ्जालमा हाम्रो ध्यान जान्छ, गएको छ, पुर्याउने प्रयत्नमा छौँ, धेरै ठाउँमा पुगेको पनि छ। दोस्रो शिक्षा, त्यो शिक्षामा चाहिँ अब को लागि पनि अब हाम्रो चाहिँ नि ध्यान गएको छ, खुलिएका छन् स्कुलहरू, पाठशालाहरू। स्वास्थ्य रहेछ, स्वास्थ्यमा पनि त्योमा ध्यान गएको छ। र अर्को सञ्चार, खास गरी अहिले सञ्चारको त्यति ठुलो समस्या आएको छैन। विभिन्न अब यो मोबाइल कम्पनीहरूले आफ्नो चाहिँ नि च्यानल मार्फत त्यो प्रक्रियालाई अगाडि बढाएका छन्। कतिपय ठाउँमा चाहिँ अब नेटवर्कको समस्याले चाहिँ नि समस्याहरू आयो भन्ने कुरा त आउँछ, त्यसलाई पनि हामीले समाधान गर्ने दिशातिर हामी लागिरहेका छौँ। त्यस कारणले त्यो कुरालाई चाहिँ नि हामीले चाहिँ ती जनतामा पनि पहुँच पुर्याउने कुरामा हाम्रो ध्यान जान्छ, गएको छ। र खास गरी हाम्रो प्रदेश सभामा सबैभन्दा धेरै कुरा उठ्ने, भूगोलको बारेमा कुरा उठ्ने, त्यहाँको चाहिँ नि अवस्थाको बारेमा कुरा उठ्ने, त्यहाँको बारेमा अभावको बारेमा कुरा उठ्ने भनेको चाहिँ अहिले तपाईँले मलाई सम्झाइदिनु भयो, त्यही धादिङ जिल्लाको रुबी भ्याली क्षेत्र नै हो। र अहिले चाहिँ नि प्रदेश सरकारको तर्फबाट पनि त्यहाँ राम्रै रकम त्यहाँ चाहिँ विनियोजित भएको छ। र त्यहाँको त्यो क्षेत्रको विकासका लागि चाहिँ हामीले चाहिँ जोड दिनुपर्छ, एकीकृत विकास त्यहाँ गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हाम्रो ध्यान गएको छ। र हामीले त्यसमा चाहिँ बढ्ता ध्यान त्यहाँ पुगेको छ। अब खास गरी सडक सञ्जालसँग जोडिएर अरू स्वास्थ्य ब्याङ्कहरू त्यहाँ पुगिसकेपछि अहिले तपाईँले जुन कुरा राख्नुभएको छ
त्यसले चाहिँ सहयोगै पुर्याउँछ भन्ने मलाई लाग्छ। अब मैले त के ठाने भने यो हेटौँडामा चाहिँ नि बसेर पनि त्यहाँको जनताको अवस्था मैले चाहिँ नि बोल्नुभएको छ, त्यहाँको प्रतिनिधि भएर बोल्नु भएको छ। त्यस कारणले तपाईँलाई त मैले धन्यवाद दिन्छु। यो चितवन जिल्लामा म चाहिँ पार्टीको चाहिँ अध्यक्ष हुँदा त्यहाँ सर्वदलीय समिति हुँदाखेरि त्यहाँ एकजना एलडिओ आउनुभएको थियो। त्यहाँ चाहिँ 9वटा गाविस पहाड पर्थ्यो र त्यहाँ चाहिँ चेपाङ समुदायको पनि बाक्लै बस्ती भएको ठाउँ हो। तामाङ समुदाय, चेपाङ समुदायहरू, गुरुङ समुदाय त्यो भेगमा पहाडी भेगमा बस्ने। उहाँले के भन्नुहुन्थ्यो भन्दाखेरि तपाईँहरू सबै समथर भएको हुनुहुँदो रहेछ, त्यो पहाडी 9 भागको चाहिँ 9वटा गाविसको चाहिँ त्यति बेला गाविस थियो, 9वटा गाविसको प्रतिनिधि चाहिँ म हो है भनेर त्यहाँको चाहिँ नि एलडिओले भन्नुहुन्थ्यो। म अहिले बोल्छु त्यहाँको प्रतिनिधि भएर भने चाहिँ तपाईँले आज चाहिँ रुबी भ्यालीको प्रतिनिधि भएर बोल्नु भएको छ, सिन्धुपाल्चोकको थाङपालको प्रतिनिधि भएर बोल्नुभएको छ। अब तपाईँको त्यो बोलीमा चाहिँ नि मेरो पनि सहभागिता छ र मैले तपाईँले उठाएको यो आवाजलाई मैले त्यहाँ चाहिँ समाधान गर्ने मेरो प्रयत्न रहन्छ। भनेको मतलब जस्तो विविध कारणले त्यो दूरदराजका जनताले नागरिकता नपाइराखेका छन् अथवा अन्य कुनै कानुनी अडचन खेपिरहेका छन्, त्यो समस्या समाधान त्यसको लागि के छ भनेदेखि चाहिँ नि त्यो हेटौँडा के अरे यो धादिङ जिल्लाको सदरमुकाम चाहिँ धादिङ बेसीबाट पहिले त 6-7 दिन 1 हप्ता लाग्थ्यो त्यहाँ हिँडेर पुग्नलाई। अहिले चाहिँ केही तल्लो मोटर भएको हुनाले 2 दिन 3 दिनमा चाहिँ त्यहाँ पुग्न सकिन्छ। अस्ति भर्खरै पनि म धादिङ जिल्ला गएको थिएँ, आजभन्दा केही दिन अगाडि त्यहाँको सिडिओ साहबसँग मैले छलफल गरेका थिएँ। त्यहाँ एउटा बाटो खन्ने क्रममा एउटा एक्सट्राभेटर पल्टेर त्यहाँ 3 जनाको चाहिँ डोजर पल्टेर चाहिँ मृत्यु भयो र त्यो लास उठाउनुको लागि त्यहाँ खोतलास गर्नुको लागि जाने प्रहरीहरूले चाहिँ 7 दिनसम्म चाहिँ उहाँ एउटै ड्रेस लगाएर जानुभएको, अरू जाने त्यस्तो अवस्था पनि थिएन र पालो गर्नको लागि चाहिँ अहिले तत्काल अर्को टोली पठाउनु पर्ने र त्यो टोली नपुग्दासम्मको लागि चाहिँ अनि त्यहाँ लास चाहिँ उत्खनन गरिसकेको। त्यसको लागि चाहिँ हेलिकप्टरबाट चाहिँ लास ल्याउनको लागि आज मैले पठाएको छु, बेलुकीसम्म आइपुग्ला भन्ने कुरा गर्नुभएको थियो। त्यसो भएको हुनाले चाहिँ नि त्यस्तो त्यस्तै छ। त्यसमा त्यस्ता ठाउँहरूमा चाहिँ इलाका प्रशासन कार्यालय खोलेर र हामीले चाहिँ नागरिकता त्यहीँबाट दिने एउटा उपाय गर्न सक्छौँ, त्यसबारेमा हाम्रो ध्यान गएको छ। दोस्रो कुरा चाहिँ नि इलाका प्रशासन कार्यालय नखोलिरहेको अवस्थामा, खोल्न नसकेको अवस्थामा, टाइम लाग्ने अवस्थामा चाहिँ नागरिकता टोली त्यहीँ पठाएर हामीले चाहिँ नागरिकता दिने गर्ने काम पनि, वृद्ध भत्ता बाँध्ने काम गर्ने वित्तीय संस्था नखोलिन्जेलसम्म अहिले त त्यो प्रक्रिया अगाडि बढेको छ। यी यस्ता अनेकौँ कामहरू चाहिँ त्यहीँ गएर राज्यले गर्नुपर्छ, गरिराखेको छ र हामी चाहिँ इलाका प्रशासन कार्यालय त्यहाँ चाहिन्छ र खास गरी धादिङ जिल्लाको उत्तरी भेग र अरू कतिपय जिल्लाहरूमा चाहिँ इलाका प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय चाहिँ पुर्याउनुपर्छ भन्ने लागेका छौँ र खास गरी सरकारको नीतिको कुरा गर्नुहुन्छ भन्दा प्रत्येक पालिकामा चाहिँ नापी कार्यालय र मालपोत कार्यालय पुर्याउनुपर्छ र जनतालाई सहज पुर्याउनुपर्छ भन्ने त लागेकै छ। त्यो काम अगाडि बढेको छैन, त्यो बढ्नुपर्छ, बढ्छ नै, त्यो संविधानको कुरा भयो र अब इलाका प्रशासन कार्यालय पनि ठाउँ ठाउँमा खोलेर चाहिँ अहिले तपाईँले जुन गुनासाहरू राख्नु भएको छ त्यसलाई समाधान गर्ने दिशातिर हामी लागेका छौँ। जस्तो हामी कार्यक्रमको अन्तिममा पनि छौँ मन्त्रीज्यू, म एउटा प्रश्न यहाँलाई सोध्न चाहन्छु। जस्तो अपाङ्गका कुरा गऱ्यौँ, नागरिकता नपाएका कुरा गऱ्यौँ, अर्को पनि समस्या आउने गरेको जस्तो बाल श्रमिक भएर यही बागमती प्रदेशको राजधानीका विभिन्न होटलहरूमा सवारी साधनहरूमा चाहिँ बाल श्रमिक भएर काम गर्नुपर्ने अवस्था छ। यसका लागि प्रदेश सरकारले यो अन्त्य गर्नका लागि प्रदेश सरकारले के गरेको छ? हामीले प्रदेश सरकारले बाल अधिकार चाहिँ विधेयक ऐन हामीले 76 सालमा हामीले सदनबाट पास गरेका छौँ। हजुर, त्यो चाहिँ 77 सालकोमा प्रमाणीकरण भयो र त्यो अहिले कार्यान्वयनको दिशामा छ। अब त्यसमा खास गरी चाहिँ नि बालबालिकाले बाँच्न पाउने अधिकारको कुरा, त्यसपछि चाहिँ नि उसको नाम र पहिचानको कुरा, यो पनि समस्या छ। अनि उसको चाहिँ नि स्वास्थ्य उचित उपचारको कुरा, त्यसै पोषणको कुरा, अनि र त्यो उता शिक्षाको अधिकारको कुरा, यी अनेकौँ जति पनि बाल अधिकारसँग जोडिएका छन् होइन, यी सबै कुरालाई समावेश गरेर हामीले त्यो ऐन पास गरिसकेका छौँ। त्यो कार्यान्वयनमा छ अहिले। तर कार्यान्वयनमा लाग्दै पनि कतिपय ठाउँमा त्यस्ता प्रश्नहरू उठेका छन्। त्यति त्यो गर्न पाइँदैन, बाल शोषण गर्न पाइँदैन, कामदारको रूपमा राख्न पाइँदैन,
कसैले राख्यो त्यो दण्डनीय हुन्छ। म तपाईँको यो च्यानल मार्फत म भन्न चाहन्छु, तपाईँहरू कसैले राख्नु भएको छ त्यो राख्नु हुँदैन, नराख्नुहोस्। यदि त्यो राख्नुभएको छ भनेदेखि चाहिँ नि त्यसलाई चाहिँ नि छुटकारा दिनुहोस्, प्रहरीलाई खबर गर्नुहोस्, प्रशासनलाई खबर गर्नुहोस् र आफ्नो घरमा कसैले नराख्नुहोस्। यदि तपाईँले राख्नुभएको छ दण्डनीय हुन्छ। तपाईँ कानुनी दायराभित्र आउनुपर्छ र राज्यले जे चाहिँ दण्ड निर्धारण गरेर त्यो अनुसारको त्यो दायरामा तपाईँ पस्नुपर्छ। त्यस कारणले समाजका प्रबुद्ध वर्ग, अब सानातिना मान्छेले, सामान्य मान्छेले त्यस्तो काम गर्दैन, त्यस्तो काम उसले बुझ्छ। तर यसलाई चाहिँ हेलचेक्राइ गर्ने, म पावरमा छु, म सत्तामा छु, या म चाहिँ नि समाजको गण्यमान्य हुँ भन्ने मान्छेले नै यस्ता काम गर्छ, म माथि छु भन्ने मान्छेले यो काम गर्ने अहिलेसम्मको अभ्यासले त देखाएको छ। त्यस कारण तपाईँ सबै मान्छे हो, तपाईँ चाहिँ गण्यमान्य मान्छे हो, तपाईँ एउटा पढे लेखेको एउटा बुजुर्ग हुनुहुन्छ र सामाजिक मान्छे हुनुहुन्छ भने यो काम तपाईँको त्यो पहिचान अनुसारको सुहाउँदो भएन। त्यस कारण त्यो काम गर्नुहोस् र कानुनको नजरमा पर्ने काम तपाईँले नगर्नुहोस्। मैले यो कुरा आम रूपमा सञ्चार माध्यम मार्फत तपाईँको सञ्चार माध्यममा भन्न पनि चाहन्छु। र कोही त्यस्तो छ भनेदेखि चाहिँ नि तपाईँले चाहिँ हामीलाई खबर पनि गरिदिनुहोस्, सार्वजनिक माध्यमद्वारा चाहिँ नि जानकारी पनि गराउनुहोस्। त्यो तपाईँको अधिकारको पनि कुरा हो, तपाईँ पत्रकार पनि हो र हामीले आफ्नो तर्फबाट निगरानी गर्ने कुरा, देखभाल गर्ने कुरा, हाम्रो आफ्नो चाहिँ यन्त्रलाई चाहिँ परिचालन गर्ने कुरा, खोजबिन गर्ने कुरा त हामीले त गर्छौँ नै। त्यति गर्दा गर्दै पनि ध्यान नपुगेको हुनसक्छ। यो कुरामा चाहिँ म सचेत पनि गराउन चाहन्छु र तपाईँहरू जस्तो एउटा चाहिँ स्वच्छ पत्रकारिता क्षेत्रमा लाग्नुभएको साथीहरूले चाहिँ यसलाई उजगार पनि गरिदिनुपर्छ, घचघचाइ पनि दिनुपर्छ र यो कुरा मैले राख्न चाहन्छु। हामी त्यो निजामती प्रदेश निजामती ऐन आफै बनाएर त्यो अनुसार लोकसेवा आयोगसँग परीक्षा लिएर चाहिँ अगाडि बढाउने तयारीमा छौँ। कहिलेदेखि सुरु हुन्छ? अब त्यो प्रक्रिया त्यो ड्राफ्ट सुरु भइसक्यो भनेको छिट्टै नै यति समय भन्ने ड्राफ्ट सुरु भइसक्यो। अब चाहिँ ड्राफ्ट सुरु भएपछि मन्त्री परिषदले पास गर्नुपर्छ, त्यसपछि चाहिँ नि सदनमा जान्छ, सदनले अनुमति पास गरिसकेपछि त लाग्छ 1-2 महिना त लाग्छ, 2-3 महिना त। हस् मन्त्रीज्यू, महत्त्वपूर्ण समय र संवादका लागि यहाँलाई धन्यवाद। हस्, धन्यवाद। दर्शकवृन्द, कार्यक्रम न्याय र समानता आजलाई यति नै। अर्को अङ्कमा फरक अतिथिका साथ पुनः उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमका आजका अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल, कार्यक्रम सञ्चालक मती पेश दाहाल सहित सम्पूर्ण टिमलाई आज्ञा दिनुहोस्। नमस्कार।